सो गाइस आज चाहिँ हामी होइन जङ्गल हन्टिङ हान्न आएको किनकि आज दाउरा खोलेको रहेछ नि त अनि टक्क बिहान ल्याएर हामी चाहिँ आएको सबैभन्दा छिटो हामी आयौँ भनेर आएको त आम्मा यहाँ जङ्गल हल्का छिरेको त मान्छेले साइकल राखेर कति छिरिसकेको रहेछ दाउरै पाएको छैन गाइस हिँड्दा हामी होइन खोला पनि तरेर फेरि अर्को खोला आइसक्यौँ यहाँनिर यस्तो छ सब दाउरै छैन क्या आम्मा दैट गाउँघरतिर बसेपछि यही हो क्या घाँस दाउरा भन्न आज मैं आप लोगों को एडवेंचर कराने जा रहा हूँ। ये हमारा तारकोशी जंगल है। ये बड़ा खतरनाक एरिया है। इधर बहुत हाथी बाघ भालु भी पाता है बाघ भालु देख्न सक्नुहुन्छ खोला पनि हामी आइसक्यौँ यो खोला चाहिँ काजली खोला अरे यो भाइरल बगर चाहिँ यही हो गाइस आउनुहरू तपाईँहरू पनि यो सिरुघारी कुदेर भिडियो बनाउँछ नि यो यस्तोमा यही हो यो ठाउँ चाहिँ टक्क शीतले होइन खोला ओइ माछा छ है के हो हामी चाहिँ भर्खर जङ्गल छिर्दै थियौँ मान्छेहरू चाहिँ जङ्गलदेखि निक्लिसक्यो दाउरा बोकेर नि एउटा बाजे लाग्दैछ बोकेर टोइ यो ढिलो आयो नि त यो एकदम ढिलो आयो नि त यस्तरी कराउनु पर्छ नि त फेरि हात्तीले फेरि हामीलाई गाँडा हान्नु नि त बर्बाद हुन्छ नि ओए कति चिसो पानी यार बिहान पानी किल्चेको त ओइ छि गइरहेको रहेछ यतादेखि आइज दाउरा चाहिँ पाउँछै पाउँदैन घरबाट चाहिँ दाउरा खोज्न हिँड्यो सो गाइस हामी होइन यस्तो खोलामा त तर जाने त ड्याङ्गे लुख लडिरहेको रहेछ कहाँ छ तर हामी चाहिँ आएको सागो चिक्ने यताउतिले लाजरले यस्तो भन्ने केटाहरूले मलाई बनाउँदिन भन्ने क्या त अहिले सो हामीले चाहिँ दाउरा यहाँ भेटाएको छौँ गाई चाहिँ यस्तरी हान्नु पर्दैछ माथि टक्क बस्यो होइन यस्तो छ रुख ड्राइगन रुख हामीलाई यस्तो देखेको पक्रियो भने चाहिँ फेरि गाँडा हान्ने पर्यो त्यो अङ्कलले के हेरेको यतातिर पुरा हेर्दैछ त कस्तो हेरेको खाउँला जस्तो गरेर हौ गाइज होइन हामी चाहिँ यस्तरी दुईजना आउँदै थियौँ त टक्क उतादेखि आएर अनि यहाँ माथि चाहिँ 4-5जना अङ्कलहरू बसिरहेको थियो अनि हामीलाई देखेर चाहिँ के अरे बनाना अरे क्या हामीलाई चाहिँ माले जस्तो लाग्यो के अरे हामी माले जस्तो कस्तो भनेको यो अङ्कलहरूले यार मुडै अफ गरिदियो यार गाइज माले होइन अरे भनेर कमेन्ट हाल्छ नि केटाहरूले मुडै अफ गरिदियो यार गाइज त्यस्तो पनि हुन्छ मान्छे केमा हिँडिरहेको हुन्छ यार ए क्या मान्छेहरू भनेको चाहिँ त्यही हो बस्छु होइन हल्का फुर्सद उयो के अरे फुर्सद टाइममा एकअर्काको कुरा काटु बस्छु होइन त्यही होइन तिमीहरूको पारा पुरा काट्ने मान्छेलाई देख्दा चाहिँ नि यो दाउले टाउकै खुच्चाइदिन मन लाग्छ यार तर के गर्नु पुलिसले लान्छ र पो त सक्दैनस् भने नगर क्या अरूको कुरो के गर्नु क्या सक्दैन भने सक्छ भने आफू गर्छु अरूले गरेकोमा के आरी चलन के को लागि होइन 2 दिनको जिन्दगी होइन हाँसेर बाँच्नु खुसी हुनु सबैजना मिलिजुली गर्नु एकअर्काको कुरा गरो बस्यो कुरा काटो यही हो नि त मान्छेहरूको कमजोरी यही हो क्या यो नेपालीहरूको चाहिँ नि बानी नि यही हो कुरा काट्ने गाह्रो भयो गाई छैन म चाहिँ एकछिन विश्राम गरेको त्यसले चाहिँ एक्लै काटेको छ यसले चाहिँ सानो लान्छु भन्दै थियो नि त्यो चाहिँ अस्तिको टनमै काबु भएछ नि त ठुल्ठुलो बोकाइदिएको होइन अस्ति काबु भएछ अब टक्कसित यहाँ एक गिड्का भयो होइन टक्क त्यो साउन्ड भयो यता घाँगा हामी सब काट्नेछौँ आज चाहिँ बल्ल दाउरा खोलेको नि त दसैँ र तिहारको बिचमा भनेर खोलिदिएको होला दसैँ त सकियो अब तिहारमा चाहिँ के पकाउनु होइन रोटी पकाउनुको लागि होला सायद त्यही पनि धन्यवाद दाउरा खोलिदिएकोमा दाउरा सकिरहेको त घरमा हल्का होइन कति ग्यासमा मात्र बाल्नु खोले सोले त यसो आगो फुकेर नि पकाउनु पर्यो नि दाउरा नभएपछि त फेरि बर्बाद हुन्छ ओ गले मैले चाहिँ मेरो भागको काटिसकेँ होइन त्यहाँनिर टक्क लाएर अब यसको टार्न रहेछ है अब यसले काट्छ मैले चाहिँ काटेर यहाँ राखेको छु टक्क लाएर होइन यो रुख हाम्रै आज सब काट्दै सक्सेस नि काट्नु होइन होइन एकपट्टिको चाहिँ हामीले छिनाइसक्यौँ गलेर यसो रेस्ट मात्र गरेको हामी दुईजना होइन यस्तो छ जङ्गल पनि दामी छ होइन सब हरियाली क्या बिहान जङ्गल हिँड्नुको म चाहिँ बिन्दै क्या गाइस के गोजीले त भात माग्दैछ त गोजी निक्लिरहेको रहेछ यहाँनिर चाहिँ फेरि हात्तीहरू एकदम आउँछ है डरो हात्तीको त कुरै नगरौँ 5-6वटा 7वटा 8वटा जहिले आउँछ क्या जहिले मतलब बेला नि फेरि
यो पनि हात्तीले लडाएको रहेछ होइन टक्क हामी आएर काट्यौँ यस्तो भनेको छ नि त समितिहरूले पनि के भनेको छ भने ठाडो रुखची नकाट लडेको सडेको छ भने ल्याऊ काँचो साँचो होइन यस्तो रुखहरू काट्नु हुँदैन हो सही हो नि त रुख काटेर के होइन अक्सिजन प्राप्त रुखबाटै हुन्छ नि त हामीले रुख काट्यौँ भने फेरि हावाहरू कहाँदेखि चल्छ होइन त्यही भएर हामी त्यस्तो गर्दैनौँ नि त बिरुवा रोपौँ देश बचाउँ जय नेपाल भने जस्तै हो नि त होइन दुईजना हिँडेको चाहिँ होइन मान्छेहरूले एकदम जेलेस गर्दो रहेछ क्या हाम्रो बारेमा चाहिँ होइन पछाडि पछाडि कुरा काट्ने होइन अगाडि पछाडि कुरा काट्ने त्यस्तो गर्दो रहेछ नि त हामी हिँडिँदैन चाहिँ माले आयो माले अरे तेरो बाउको खाएको छ माले तेरो खाइदिएको छु भनी भन् खाएको छ तेरो के खायो त्यस्तो भन्छेस् पहिले आफ्नो हेर आफ्नो त पनि पहिले जमानामा त्यस्तै त्यस्तो लाग्यो हामीको यङ एज हो भाइ हामी खान्छौँ हिँड्छौँ बाल छैन न कसैको चोरेको छ न कसैलाई ठगेर खाएको छ छोरा मान्छे भएपछि खानुपर्छ जही खानुपर्छ बानी नहुने जस्ट होइन त्यही हो नि त अनि मान्छेहरूले चाहिँ के भन्छ भने ए यो फलानाको छोरा त्यस्तो ढिस्काको छोरा त्यसको त्यो भन्ने होइन नि त होइन बरु आफूले सम्झाउने हो आफूभन्दा सानो छ भने सम्झाउने हो यस्तो खानु हुँदैन त्यस्तो गर्नु हुँदैन भनेर होइन ठुलो भएको त्यही त अनि ठुलै मान्छेले त्यस्तो कुरा काटिदिएपछि हुन्छ त अनि होइन त्यस्तो गर्नु हुँदैन क्या त्यही भएर कहिले पनि र अनि अर्को कुरा मैले होइन भिडियो गर्दाखेरि चाहिँ कतिपय मान्छेहरूले चाहिँ पुरा उयो गर्दो रहेछ क्या मलाई के अरे पुरा मेरो भिडियोको बयान गर्छ क्या यस्तो बनाइस् त्यस्तो बनाइस् अरे कति न तेरै फोनबाट बनाएको छु मैले मेरो फोनदेखि बनाएको जस्तो सुकै भिडियो बनाऊँ तँलाई के को टाउको दुखाइ अबदेखि मेरो भिडियोमा होइन त्यस्तो बारे भनिस् अनि याद गर सम्झाइदिएको मात्र अहिले बिहानै मुड अफ गरिदिइरहेको क्या आम्मा आज त दाउरा टक्क होइन दाउरा सौरा काटेर यसो घुम्न जाऊँ भनेको त दाउरा काट्न आएको त पुरा माथि डाँडामा मान्छे बसिरहेछ अनि पुरा हामीलाई देखेर त बनान्नहरू के बनाउनु माल बना अरे हामीलाई के माले जस्तो देखिन्छ अनुहार हेरेर त हामी खान्छौँ त्यस्तो त्यस्तो भन्ने होइन नि सो होइन हामीहरूको चाहिँ रेस्ट पनि भइसक्यो नि त धेरै बसिसक्यो आधी घन्टा बसिसक्यो अब चाहिँ हामीहरूको काम तमाम गरेर होइन भारी सारी बोकेर लाग्नुपर्ने हुन्छ नि त अब टक्क लाएर हामी चाहिँ दाउरा सौरा गिटगाट पार्छौँ होइन 2 गिट हुँदैछ भर्खर कम्ती अनि 12-13 गिट त लानु पऱ्यो होइन अब कहिले खोल्छ खोलिरहेको बेला त यसो लगेर राखिराख्नु पऱ्यो नि त होइन टक्क लाएर हामीले सब काटिसकेको छौँ नि त यहाँनिर अब हाँगासँग छिलेर होइन दामी तरिकाले भारी लोड गरेर हामी चाहिँ लाग्नुपर्ने हुन्छ सो हेर्दै गर्नु होला अब हामीहरूको पारा यस्तै छ होइन सो हामीले चाहिँ दाउरा सौरा काटिहरू पनि होइन अब भारी सारी लाउनु पर्ने हुन्छ टक्क लाएर यस्तै छ त्यसको भारी त्यहाँनिर एकदम कडक छ यहाँ मेरो छ यति यस्तो छ होइन घाम पनि दामी लगाइसक्यो अघि हामी आउँदा त बिहान हुसे लगाइरहेको थियो सब क्लियर भएर नि दामी घाम लागेको रहेछ होइन गाइज एक गिलास एक घुडकी रक्सी खाएको त म माते यार गाइस म घर जान सक्दिनँ म माते यार लोकल खाएको लोकल हो नि लोकल माते टक्क लाएर हामीको भारी सारी पुगिसक्यो अब हामी चाहिँ निक्लिनु पर्ने हुन्छ घरतिर होइन गाइस हेर्दै गर्नु होला छोड्दैन यहीँ राखिराख्न अहिले फेरि आउनु त नि सानो छैन होइन हामीले चाहिँ अहिलेको गिट्काको दाउराहरू पनि होइन टक्क लाएर ओसार्दैछौँ उता खोला पारदेखि खोला वारी लाँदै राख्दैछौँ क्या गलेर स्याङ बनाइदिइसक्यो सन्ठेको त्यसले झारिसक्यो यार त्यही खलखल बनाइसक्यो त गलेको छ छैनस् गलिरहेछस् त पनि हावामा पो ल हो र यहाँनिर दामी होइन पानी भएको त अहिले म पौडी खेलिदिन्थेँ नि के गर्नु भरे चिलाउने निक्लिन्छ होला पो त फेरि के अड्किन्छ यस्तो बेला खुट्टामा रिस्से उठ्दो गलिरहेको बेलामा म चाहिँ खास गरी जङ्गल दाउरा लिन आएको कि भिडियो बनाउन आएको है मलाई त नि शङ्खा लाग्नु थाल्यो त यार डाउट लाग्यो पुरै घरदेखि चाहिँ टक्क होइन दाउरा खोज्न गएको भनेर हिँड्यो लास्टिक बस्दै भिडियो बनाउँदै हिँड्नु परिरहेको छ यस हामी सब गर्ने हो नि त कामदेखि लिएर दाम सब गर्ने मान्छे हो नि त टक्क लाएर एउटा लेभलमा होइन अब हामीले काम गऱ्यौँ होइन टक्क दिउँसो हामी घुम्न जान्छौँ होइन कहाँ हो नि त घुम्न जाने ठाउँ कहाँ त चाहिँ गर्लफ्रेन्ड भेट्न जान्छेस् अनि म चाहिँ तेरो के मैले साथी रुममा जानु
नाइ भन्नुहुँदैन साथी पनि जाने भइसक्यो अब टक्क लाएर होइन हामीहरूको तीर्थ दाइ फेरि एउटा दाउरा बोकेर आउँदै हुनुहुँदो रहेछ हामीहरूको चाहिँ यता छ बाटो यता छैन उता पुऱ्याइसक्नु भयो खोइ थाहा न दाइ त हल्का हामीलाई हामीले त त्यही यहाँको टुप्पो टुप्पो काटिदिएको सबै लडेकोमा सब गाउँकै दाइहरू आउनुभएको छ अङ्कलदेखि आन्टी रमाइलो चोकदेखि सँगै गइन्छ नि रमाइलो चोकदेखि सँगै ए त्यस्तो पो ए म चाहिँ होइन त्यहाँ गयो भने होइन उता पर त्यो बिचको चौतारामा गएर बस्छु ल अनि फेरि जानेलाई कल गर्ने बुझेन ल गाइस होइन हामीहरूको प्लान फिक्स भइसक्यो हामी दुईजनाको टक्क ल्याएर होइन गर्मी भयो ओ माइ लट गर्मी भयो पानी सानी खानुपर्ने हुन्छ अब हामीले फेरि सकिसक्यो यहाँ हेर्नु यत्रो हामीले काटेर दाउरा सब ओसारिसक्यो हामी भनेको खतरा हो नि त पावरफुल तर मान्छेहरूले भन्छ हामी काम नलाग्ने अरे त्यस्तो पनि हुन्छ डेट तर हामीले चाहिँ दाउरा सौरा सब ओसारिसक्यौँ यहाँनिर होइन हामीहरूको दाउरा देख्न सक्नुहुन्छ सानो छ यहाँ छ त्यहाँ छ उता अगाडि छ होइन त गलिस गलिस कस्तो कालो देखेको हौ तर हामी कालो मान्छेलाई बाल होइन हिजो कपाल काट्न गएको दारी पनि काटिदियो हो नभनिकन मैसितले कपाल मात्र काट्दै सो गाइड छैन हामीले चाहिँ दाउरा सौरा नि खोजिसक्यौँ बाई बाई सो हामी चाहिँ दाउरा सौरा पनि लिएर घरतर्फ आइसक्यौँ होइन बल्ल बल्ल आमा कति दुःखले ल्याए सो गाइड छैन हेर्दै गर्नु लाउने ब्लग पनि सो हामी दिउँसो गएको ब्लग चाहिँ भोलि हाल्नेछु म